गाउँघरको तरकारी चाइनिज मासु मस्यौराला गाइस। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। फेरि पनि आज लिएर आएको छु न्यू भिडियो। आज चाहिँ धान रोपाइ खेतालो छ कि खेतालोको लागि म चाहिँ खाजा बनाउने। खाजा के छ भन्दाखेरि चटपटे छ। चटपटे त सबैलाई फेभरेट हो हैन। तपाईहरुलाई कसलाई मनपर्छ चटपटे? र म चाहिँ चटपटे भनेपछि चाहिँ यस्तो ज्यानै मर्ने गरी सासै जान्छ चटपटे भनेपछि चाहिँ हैन, यस्तो मनपर्छ। आज चाहिँ हाम्रो माथि बाजेको घरमा खेतालो लाउनु भएको थियो, धान रोपाइ। त्यही भएर म नि खेतालो गएको खासमा हैन। मलाई त लास्टमा त चटपटे त बनाऊ, तिमी भान्से बुढी बना, कुकमेन बना अरे क्या। अनि म चाहिँ यसरी चटपटे बनाएर दिएँ। अनि तरकारी चाहिँ के मासु के भनेको त लौका यसरी काट्नु लाग्यो। लौका काट्नु लागेपछि चाहिँ मैले काटेँ, रमाई नाचेँ पनि। लौकालाई चाहिँ यति लामो ठुलो देखेँ अनि मैले समाएर एकछिन नाचेँ पनि लौका। अनि काट्नु थालेँ। यसरी काटिसकेपछि मैले मसला फर्स्टमा रेडी पारेर पिनिसके पनि। यसरी रेडी पारिसकेपछि मैले दाल बसाएको थिएँ, दाल पाकिसक्यो, दाल उचालेर राखेँ। त्यसपछि मैले कराई बसाएपछि कराई खरेपछि तेल हालिसकेपछि म त्यसपछि एकछिन त्यहाँ पर्खेँ। अब तेल तातिनु त अलिक टाइम लाग्छ अनि मसला लाउनु पर्यो, मसला बेसार लाउनु पर्यो हैन। अनि यसरी मैले चाहिँ भान्से बुढी बनाएँ है मेरो हजुर बाजेले चाहिँ। अनि म चाहिँ अब पर्फेक्ट छु नि त उयो अलिक यस्तो कुकमेनमा चाहिँ। त्यही भएर मलाई चाहिँ अब तिमी नै मिठो बनाउँछौ नाति नि भान्से बुढी बसारे क्या। अब कुकमेनलाई त हाम्रो नेपाली भाषामा त अब बुढाबुढीको बोली, बुढाबुढीले भन्यो भनेको त भान्से बुढी अरे नि त। अनि त्यसपछि मैले यसरी तरकारी पनि रेडी पारिसकेँ सब हैन। त्यसपछि म खेतमा गएपछि लु बाजेले त भन्छ मलाई, लु बुहारी मेरो पनि भिडियो बनाइदेऊ। म पनि भिडियो बनाउँछु भनेर भिडियो बनाएपछि सबलाई भिडियो बनाइसकेँ हैन। भिडियो बनाइसकेपछि त अब यसरी फोटो पनि खिच्दिएँ सबको। अनि मैले पनि रोपेको थिएँ नि योभन्दा अगाडि। यही रोपेर बाजेले मलाई नातिनी बुहारी भान्से गर्छ, खाना बनाएस् भनेर मलाई घर पठाउनु भए। म चाहिँ खासमा उहाँहरूको नातिनी बुहारी हो है। अनि अर्को कुरा खास गरी चाहिँ नि हेर्नुहोस् न विचार अब होइन, मान्छेले त त्यस्तै होइन, पशु अब जनावर यस्तै होइन। यो गाई गोरुले पनि काम नगरी खानु चाहिँ नपाउने नै रहेछ। हरेक कुरा मानिसदेखि सब जनावर भन्नु होइन, काम नगरी चाहिँ खानु पाइँदैन, खानु नि दिँदैन बिचरा। आजको मेरो भिडियो त यस्तै हो। अब अर्को टुडे आउँछ। ओके बाई बाई एभ्रिवान।